सर, आज हामीहरूलाई केमिस्ट्री च्याप्टरबाट एटोमिक स्ट्रक्चरबारे केही जानकारी दिनुहोस्। धन्यवाद। यो किसानको चाहिँ प्रश्न रहेको छ र सबैजना चाहिँ स्वागत छ। यो हाम्रो गाउँको चाहिँ निःशुल्क एजुकेसनको जुन एउटा अभियान छ त्यसमा वैज्ञानिक निल्स बोहरले चाहिँ जुन परमाणु सम्बन्धी जुन संरचनाको मोडल दिनुभएको थियो त्यसको बारेमा आज हामी चाहिँ छलफल गर्न गइराखेका छौँ। यहाँ न्युक्लियसको वरिपरि चाहिँ निश्चित बाटोमा इलेक्ट्रोन्स घुमिरहन्छ र त्यो जुन निश्चित बाटो छ त्यो बाटोलाई चाहिँ सेल्स भनिन्छ। अब हामी यसलाई चाहिँ फिगरबाट चाहिँ यसरी हेर्दैछौँ। न्युक्लियस जहाँ चाहिँ प्रोटोन र न्युट्रोन चाहिँ खाँदिएर बसेको हुन्छ र यसको वरिपरि चाहिँ निश्चित बाटोमा इलेक्ट्रोन घुमिरहेको हुन्छ र यो बाटोलाई के भन्छ भने सेल्स भनिन्छ। यो सेल्सको अर्को नाम हो त तपाईँको इनर्जी लेभल्स है। यसलाई चाहिँ जनाइन्छ, सेल्सलाई केबाट जनाइन्छ भने यनबाट जनाइन्छ। यनको मान यहाँ 1 भयो भन्नाले अब पहिलो इनर्जी लेभल अर्थात् पहिलो छ सेल। यनको मान 2 भयो भने जुन यसमा पर्छ है, यसमा यो चाहिँ दोस्रो इनर्जी लेभल यानि कि दोस्रो सेल। त्यस्तै प्रकारले यनको मान 3 भयो भने यो चाहिँ तेस्रो इनर्जी लेभल जसलाई चाहिँ थर्ड सेल भन्छौँ हामी। र यो यनको मान 4 यसमा चाहिँ आयो भने यो चाहिँ चौथो इनर्जी लेभल यानि कि फोर्थ सेल। अब यो कुराहरूलाई चाहिँ केही स्पेसल लेटरबाट चाहिँ डिनोट गरिएको छ। यहाँ हेरौँ, यनको मान 1 हुन्छ भने त्यो इनर्जी लेभललाई चाहिँ के सेलबाट जनाइन्छ, के सेल। त्यस्तै प्रकारले यनको मान 2 भयो भने जुन दोस्रो इनर्जी लेभल छ त्यसलाई चाहिँ यल सेलबाट जनाइन्छ। यनको मान 3 भयो भने जुन थर्ड इनर्जी लेभल हो त्यसलाई यम सेलबाट जनाइन्छ र यनको मान 4 हुँदाखेरि चौथो इनर्जी लेभललाई चाहिँ यन सेलबाट जनाइन्छ। एवं प्रकारले हामीले के पायौँ भने यो फर्स्ट इनर्जी लेभल चाहिँ हाम्रो हुन आयो यो के, सेकेन्ड यल र यो चाहिँ यम र यो चाहिँ यन। यसरी भयो है। यसरी सेल्सहरूमा चाहिँ होइन इलेक्ट्रोनको सङ्ख्या कति हुन्छ यसलाई निर्धारण गर्ने सूत्र रहेको छ यो 2n², जहाँ चाहिँ n भनेको पछि नम्बर अफ इनर्जी लेभल्स है, यानि कि नम्बर अफ सेल्स भनौँ यसलाई, और सेल्स भनौँ है। यहाँ हेर्नुहोस् 2n² यो चाहिँ हाम्रो सूत्र रहेको छ। अब यनको मान 1 भयो भने त्यो सेल हुन्छ के सेल। र यसमा चाहिँ यो फर्मुला एप्लाई गर्छु भने यसमा चाहिँ इलेक्ट्रोन 2वटा आउँछ। यल सेलमा चाहिँ हाम्रो चाहिँ यसमा फेरि मान राख्यो भने यसमा चाहिँ 8वटा हटाउँछ। यम सेल अर्थात् यनको मान 3 भयो भने यसमा चाहिँ हटाउँछ 18वटा। र अब यनको मान 4 अर्थात् यन सेलमा चाहिँ नम्बर अफ इलेक्ट्रोन्स कति हुन्छ भने यो हुन जान्छ 32वटा। अब हामी चाहिँ सब सेलमा जाँदैछौँ। सब सेल भनेको के हो भने सेल्सलाई अर्थात् इनर्जी लेभल्सलाई चाहिँ डिभाइड गरिन्छ सब इनर्जी लेभल्समा, अर्थात् सेल्सलाई चाहिँ डिभाइड गरिन्छ सब सेल्समा। र यसरी चाहिँ यहाँ यो सेल्स भयो होइन, यसलाई चाहिँ के भयो भने डिभाइड गर्यो भनेपछि के बन्छ भने यो चाहिँ सब सेल्स बन्छ। अब यो जुन सब सेल्स छ यसलाई चाहिँ देखाइन्छ SPDFबाट देखाइन्छ। अब हामी हेरेका थियौँ यनको मान 1 हुन्थ्यो भने के सेल। यो चाहिँ के सेलमा चाहिँ के हुन्छ भने एउटामा मात्रै चाहिँ यस हुन्छ, यो चाहिँ फर्स्ट भयो। फर्स्ट यहाँ चाहिँ यो एसडी भयो, यो भयो यस। अब यसमा चाहिँ 2वटा हुन्छ SP, यसमा चाहिँ SPD हुन्छ, यसमा SPDF हुन्छ। यो हिसाबले यो आएको हुन्छ, ध्यान दिएर हेर्नु होला है। यसरी फर्स्ट अर्थात् के सेलमा चाहिँ सब सेल एउटा मात्रै हुन्छ, त्यसलाई यसबाट डिनोट गरिन्छ। यल सेलमा चाहिँ 2वटा चाहिँ सब सेल हुन्छ, यस र पी हुन्छ। त्यस्तै प्रकारले यम सेलमा अर्थात् यमको मान 3 हुन्छ, त्यति बेला चाहिँ एसपिडी
3वटा सब सेल हुन्छ र एन सेलमा चाहिँ 4वटा सब सेल हुन्छ एस पी डी एफ र त्यही कुरालाई हामी चाहिँ यहाँ डिनोट गरेको थियौँ एनको मान 1 हुन्छ भने सेल हुन चाहिँ जान्छ हाम्रो यो के सेल र यो भयो हाम्रो सब सेल ध्यान दिनुहोस् यसमा चाहिँ त्यसै गरी एनको मान 2 भयो भने यो हुन्छ एल सेल र यसमा चाहिँ अब एल सेलमा चाहिँ हामीलाई 2वटा चाहिँ सब सेल हुन्छ कुन कुन हुन्छ भने एस र यो पी अब यो सेकेन्डमा छ भने त्यस कारण चाहिँ 2s र यो 2p एनको मान 3 भयो भने हाम्रो सेल हुन जान्छ एम र एममा चाहिँ सब सेल हुन्छ चाहिँ 3वटा एस पी अनि डी र यो तेस्रो चाहिँ छ एनको मान तेस्रो छ त्यस कारण चाहिँ यो 3s 3p र 3d हुन जान्छ त्यस्तै प्रकारले एनको मान 4 भयो भने यो जान्छ एन सेल र यसमा चाहिँ 4वटा हुन्छ है र यो 4s 4p 4d र 4f हुन्छ सब सेलभित्र त्यस्तो पोर्सन त्यस्तो रिजन जहाँ चाहिँ इलेक्ट्रोन पाउने सम्भावना चाहिँ सबभन्दा बढी हुन्छ त्यो भागलाई चाहिँ के भनिन्छ भने अर्बिटल्स भनिन्छ अर्बिटल्स के हुन्छ भने यो 3 डाइमेन्सनल हुन्छ है यहाँ मैले चाहिँ अब के याद राख्नु पर्यो भने यस सब सेलमा चाहिँ एउटा मात्रै अर्बिटल्स हुन्छ ध्यान दिनुहोस् त्यस्तै प्रकारले चाहिँ पी सब सेलमा चाहिँ 3वटा अर्बिटल्स हुन्छ डी सब सेलमा चाहिँ 5वटा अर्बिटल्स हुन्छ र एफ सब सेलमा चाहिँ 7वटा अर्बिटल्स हुन्छ यो चाहिँ हामीलाई चाहिँ ध्यान राख्नु पर्यो यो कुरा चाहिँ हामीलाई चाहिँ याद राख्नु पर्यो प्रत्येक अर्बिटल्समा चाहिँ बडीमा चाहिँ 2वटा इलेक्ट्रोन हुन्छ 2 भन्दा चाहिँ बढी हुन सक्दैन हामीहरू सब सेल हाम्रो यस रहेको छ त यसमा अर्बिटल एउटा हुन्छ र हामीले अहिले भर्खर पढ्यो कि एउटा अर्बिटलमा चाहिँ 2वटा इलेक्ट्रोन मात्रै बढीमा हुन सक्छ त्यसकारण यस सब सेलमा चाहिँ कतिवटा इलेक्ट्रोन हुन्छ भने यसमा चाहिँ एउटा अर्बिटल त 1 × 2 यानि कि 2वटा है त्यस्तै प्रकारले पी सब सेलमा कतिवटा इलेक्ट्रोन हुन्छ भने यो कुरा फाइन्ड आउट गर्नको लागि पी सब सेलमा चाहिँ अर्बिटल हुन्छ 3वटा र एउटा अर्बिटलमा इलेक्ट्रोन बढीमा 2वटा हुन सक्छ यसकारण चाहिँ पी सब सेलमा चाहिँ 6वटा चाहिँ इलेक्ट्रोन हुन्छ त्यस प्रकारले डी सब सेल यसमा चाहिँ अर्बिटलको सङ्ख्या छ 5 भने टोटल नम्बर अफ इलेक्ट्रोन्स हुन जान्छ 5 × 2 यानि कि 10वटा त्यस्तै प्रकारले एफ सब सेलमा चाहिँ अर्बिटल छ 7वटा र जम्मा चाहिँ इलेक्ट्रोनको सङ्ख्या हुन जान्छ 7 × 2 यानि कि 14 हामीले समरीको रूपमा हेरौँ है के सेलमा चाहिँ एउटा मात्रै सब सेल हुन्छ है त्यो थियो हाम्रो यस यो चाहिँ फर्स्ट इनर्जी लेभलसँग सम्बन्धित छ त्यसकारण 1 यस है त्यस्तै प्रकारले हामी चाहिँ अब यल सेलमा चाहिँ जान्छौँ जहाँ इनर्जी लेभल छ 2 हैन त यल सेलमा चाहिँ सब सेल कतिवटा हुन्छ भने 2वटा हुन्छ यस र पी र यहाँ चाहिँ हाम्रो के हुन जान्छ भने इनर्जी लेभल 2 छ यो यस अनि पी छ भने 2s र 2p यो केसँग सम्बन्धित छ भने यो 2ले जनाउँछ कि कुन इनर्जी लेभल हैन कुन सेलसँग सम्बन्धित यो कुरा देखाउँछ त्यस्तै प्रकारले एनको मान 3 हुँदाखेरि सेल हुन जान्छ एम र यसमा चाहिँ सब सेल हुन्छ एसपीडी यसरी एसपी अनि डी त्यसोसँग सम्बन्धित छ त 3s 3p 3d हुन जान्छ त्यस्तै प्रकारले 4 मा छ भने म डाइरेक्टली लेख्छु 4s 4p 4d र 4f है त्यस प्रकारले यो 5 सँग सम्बन्धित छ भने यो चाहिँ 5s 5p 5d र 5f यहाँको मान 6 छ भने 6s 6p 6d 6f अब यो आफ बाउज प्रिन्सिपलले चाहिँ के भन्छ भने अब यसमा इलेक्ट्रोन कसरी भर्छ यो कुराको चाहिँ जानकारी दिइराखेको छ त यो चाहिँ यसरी भइराखेको छ कि यो पहिला यो यहाँबाट सुरु गर्छ यसरी है त्यसपछि यो भर्छ 1s तब चाहिँ 2s अब चाहिँ भर्छ भने यताबाट सुरु गर्छ यो यसरी पहिला चाहिँ 2p भर्छ त्यसपछि 3s अब चाहिँ अब भर्दाखेरि अब के भर्छ अब भने यो 3p भर्छ त्यसपछि 4s अब आउँछ भने यसरी आउँछ यसरी अब आयो भने फेरि यसरी आउँछ एवं प्रकारले यो कुरा चाहिँ अगाडि बढिरहेको हुन्छ है इलेक्ट्रोन छ त्यो भर्ने काम सुरु कहाँबाट हुन्छ पहिला 1s बाट यसको चाहिँ हुन जान्छ 1s अनि 1 एम जसको एटमिक नम्बर छ 3 अर्थात् यसमा चाहिँ जम्मा इलेक्ट्रोनको सङ्ख्या 3वटा भने अब यसमा हेरौँ यसमा भर्छ भने यसमा त चाहिँ 2वटा त 1s 2 यो कम्प्लिट भयो अब चाहिँ भर्छ भने 2s मा जान्छ
2s1 अक्सिजन जसको एटमिक नम्बर छ हाम्रो 8 यसमा चाहिँ कति हुन जान्छ 1s2 2s2 यसमा दुईवटा पीमा चाहिँ हेरौँ 2 2 4 अनि 4वटा अझै भर्नु छ पीमा चाहिँ हाम्रो कतिवटा 6वटा भर्छ त भने 4वटा अझै यसमा चाहिँ भर्न सकिन्छ 2p4 सोडियम जसको चाहिँ एटमिक नम्बर छ 11 1s2 2s2 अनि 2pमा जाउँ 2 2 4 हैन र यसमा चाहिँ 6वटा सब भर्न सक्छ 4 यसमा चाहिँ 6 जम्मा भयो चाहिँ 10 एउटा अझै बाँकी छ अब जान्छ 3s मा 3s1 यो चाहिँ सोडियमको लागि भयो क्लोरिनको चाहिँ एटमिक नम्बर कति छ भने 17 यानि कि इलेक्ट्रोनको सङ्ख्या 17 त यो 17वटा इलेक्ट्रोनलाई हामी डिस्ट्रिब्युसन गरौँ त यो अनुसारले हेर्नु यो यहाँबाट है 1s2 त्यसपछि 2s2 यसमा 2p 6 अब जोड्नु त 6 8 10 10वटा भयो हामीलाई पाउनु कति छ 17वटा त 2p पछि कहाँ जान्छ 3s मा यसमा दुईवटा अटाउँछ त 3s2 यानि कि अब चाहिँ भयो 12वटा 17वटा छ ल्याउनु अब के हुन्छ भने 3s पछि कहाँ जान्छ भने 3pp मा हैन अनि यो 5 क्याल्सियमको चाहिँ एटमिक नम्बर 20 यानि कि इलेक्ट्रोनको सङ्ख्या 20 यो 20 लाई चाहिँ यो हिसाबले चाहिँ हामीले राखौँ यहाँ हेरौँ 1s2 2s2 2p6 3s2 हैन यहाँसम्म हाम्रो 12 आउँछ र पीमा चाहिँ म्याक्सिमम कति अटाउन सक्छ भने 6वटा अटाउन सक्छ 3s पछि यसमा चाहिँ 3p6 हुन्छ अब एकपटक जोडौँ त 10 10 2 12 18 र दुईवटा अझै बाँकी छ भने 3p पछि कति जान्छ भने 4s